लड्यो भने पुगिन्छ। हाई एभ्रिवान, नमस्ते, सेवा सम्पूर्णमा। हजुरहरू पनि सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै नै छु। अनि आज चाहिँ मैले बिहानदेखि नै भिडियो स्टार्ट गरिसकेँ अनि मैले चाहिँ मुख सुख धोएर पनि ब्रस पनि गरिसकेँ। अनि मेरो चाहिँ भिडियो रहेको छ घरमै बसेर काम गर्ने, सबैजनाले मन पराइदिनु होला। त्यसपछि म भिडियो स्टार्ट गर्न सेयर चाहिँ गर्नु होला साथी। तिम्रै दायाँ तिम्रै बायाँ ज्यान घुम्छ फनफन्ती झ्याप्पै ठोकी लाहा छाप मायालाई सिलबन्दी हा 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 आहा तिम्रै दायाँ तिम्रै बायाँ ज्यान घुम्छ फनफन्ती झ्याप्पै ठोकी हा 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 आहा तिम्रै दायाँ तिम्रै बायाँ ज्यान घुम्छ फनफन्ती झ्याप्पै ठोकी लाहा छाप मायालाई सिलबन्दी तिम्रै दायाँ तिम्रै बायाँ ज्यान घुम्छ फनफन्ती झ्याप्पै ठोकी लाहा छाप मायालाई सिलबन्दी हा 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 आहा तिम्रै दायाँ तिम्रै बायाँ ज्यान घुम्छ फनफन्ती झ्याप्पै ठोकी हा 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 आहा तिम्रै दायाँ तिम्रै बायाँ ज्यान घुम्छ फनफन्ती झ्याप्पै ठोकी लाहा छाप मायालाई सिलबन्दी तिम्रै दायाँ तिम्रै बायाँ ज्यान घुम्छ फनफन्ती झ्याप्पै ठोकी लाहा छाप मायालाई सिलबन्दी हा 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 मेरो नानीको लागि खोले पनि बसाइसकेको छु अनि खोले चाहिँ पाकिसकेको छ अनि खाना पनि मैले रेडी गरिसकेको छु। अब खाना बसाउनु पर्ने हुन्छ साथीहरू। अनि यो चाहिँ मेरो खाना हो। चामल पनि धोएर अनि एकैचोटि भाँडा लगाइदिन्छु। यसरी गरेपछि छिटो पाक्छु। त्यही हो साथीहरू। अनि मैले चाहिँ खाना पनि बसाइसकेको छु। अब सब्जी बनाउनु पर्ने छ, त्यही गर्नु होला साथी। अनि मेरो चाहिँ भात यतिको भइसकिसकेको साथीहरू। भात पाकिसकेपछि सब्जी पकाउनु पर्ने छ। अनि साथीहरू हामी चाहिँ खानासाना खाएर आज पनि दाउरा काट्नु जाँदैछु। जेठानी देउरानी आज चाहिँ हामी दुईजना मात्रै जाँदैछौँ दाउरा काट्नुलाई। साथीहरू हेर्दै गर्नु होला। साथीहरू हामी चाहिँ आएर दाउरा पनि काटिसकेर घर जानु लागेको छौँ साथीहरू। भनेर चाहिँ हाम्रो भारी पनि रेडी भइसक्यो अनि हामी चाहिँ जानु लागेको छौँ। आज चाहिँ अर्काको बारीमा दाउरा चुरेको थाहा पायो भने मार्छ हामीले साथीहरू। अब यो हामी चाहिँ बोकेर पनि लाग्ने बाटो अगाडि अगाडि मेरो देउरानी जाँदैछ, म पछाडि। बाटो चाहिँ फेरि यस्तो छ साथीहरू। साथीहरू यस्तो अड्किन्छ त कुराकोमा न बाटो चाहिँ यस्तो छ क्या भिड। अब हेर्दै गर्नु होला साथीहरू। म चाहिँ घरमै गएर देखाउनु छु है त।